2082 सालको सम्पूर्ण बाबाहरूलाई भक्तजनहरूलाई दार्जिलिङ सिक्किमबाट सबैलाई नयाँ वर्षको शुभकामना। गुरु गणेश भगवानको, गुरु गणेश भगवानको, विश्वकर्मा बाबाको, सिद्धेश्वर बाबाको, श्री साई बाबाको। भक्तै अहिले चाहिँ मैले दार्जिलिङबाट बाबाहरूलाई हल्का रमाइलो फुल दिइरहेको छु गाई। सिक्किमबाट हल्का फुल दिइरहेको छु। भनेको पनि एक दुईवटा कुरा भन्न गएर पुऱ्याउन चाहिँ घुम्न अलिकति असहज परेको खण्डमा रातो भालेलाई माफ गर्नुहोला। रातो भाले क्षमा चाहन्छ, पुऱ्याउन चाहिँ पुऱ्याउँछ। त्यहाँ गएपछि हजुरहरू आफै सानो गाडीमा भाडा तिरेर घुम्नुपर्ने हुन्छ। अब धेरै भिडभाड छ अरे। हिजोदेखि मान्छेहरू 12-15 घण्टा लाइन जाम गरिरहेको भनेको छ। रातो भाले 10 बजे भए पनि पशुपति नगर बोर्डर निकाल्न चाहन्छ बाबालाई। त्यहाँको आइसी धेरै खर्च गर्न चाहँदैन। बाबाहरूले बुझ्नु होला। अब गल्ती भए क्षमा पाऊ, माफ पाऊ। रातो भालेले केही अङ्कलित गरे भए नभए भने रातो भालेबाट सबैलाई बाबाहरूलाई दुई हात जोडेर नमस्ते गर्न चाहन्छ। बाबाहरू पनि अन्य दिगास्ता केही भए रातो भालेलाई भन्न सक्नुहुन्छ। रातो भालेले केही गल्ती गरे भए क्षमा मागिहाल्यो। बाबाहरूले नि गरे भए बाहिर मात्रै भक्तजनहरूलाई भेटाइदिएकोमा धन्यवाद। अहिलेसम्म हामी एउटै घरको परिवार भएर बसेका छौँ। यो यात्रामा भेट्नु भनेको सबै बाबाहरू, चेलीबेटी, आफन्तहरू, यो भनेको साइनो जोड्ने अवसर ठुलो मिल्ने रहेछ तीर्थ यात्रामा भन्ने मलाई लागिरहेछ। बाबाहरूलाई कस्तो लागिरहेछ यो भने काकाको मान्छे, कताको मान्छे भेटाउने हो तीर्थ यात्राले। त्यस्तै रमाउन हामी खुसी हुन चाहन्छौँ। शिव प्रसाद दाहाललाई धेरै धेरै धन्यवाद। यो कार्यक्रम हातमा ल्याएको भएर अब हजुरहरूलाई कस्तो लागिरहेछ। अब हजुरहरूले अन्य साथै केही पनि कहिले पनि नसक्नु होला। रातो भालेको तीर्थ यात्रा खाएँ रातै नखाने रातै भनेर छु। बोले पनि चले पनि खेले पनि चलाउने इच्छा यस्तै हो। हजुरहरूलाई कस्तो लाग्छ? मलाई चाहिँ यस्तै लाग्छ होइन। मेरो चाहिँ अब मन ध्यान चाहिँ जहाँ भए पनि अगाडि मात्रै हुने हो। जहाँ जेसुकै गरे पनि तपाईँहरू चाहिँ यसमा चाहिँ खुसी हुन सिक्नु होला भन्ने मलाई लागेको छ। ओके बाबाई। अब हामी यहाँ माथि जानेछौँ। एकजनाको 50-50 रुपियाँ पर्छ। 50-50 रुपियाँ टिकट काटेर भित्र जानुपर्छ। अनि त्यहाँ गएपछि तपाईँहरूलाई समय रातो भालेले 1 घन्टा दिन्छ। 1 घन्टामा तपाईँहरू आउनुपर्ने हुन्छ गाडीमा आएर यहाँ श्री साई बाबा खिराइदिनु भित्र त्यहाँ पनि पैसा तिरेर टिकट काट्नुपर्छ। त्यसपछि खाना खाएर हामी हिजोको बाटो हुँदै ओह्रालो झरेर खाँदै आधाभन्दा पनि उकालो गाडी एकैमा हिँड्छ। धेरै जाम हुन्छ। गाडी बिस्तारै चढ्छ। जोर नमार्नु होला। अब जाने बाटो नै हाम्रो त्यतै नै पर्छ फेरि वास्तवमा भन्नुपर्दाखेरि। अब तलबाट अर्को बाटो गयो भने अस्तिकै बोलाएर पुग्नुपर्छ काका भित्तामा फेरि। अनि ट्याङ्की भएर निस्किएर फेरि तपाईँहरूलाई पार्टी भाडा कन्याम फोटो खिचाउने हाम्रो हल्का योजना छ। त्यहाँ फेरि छुट्टी भएको कारणले हामीले जान चाहिँ माथिबाटै लाग्छौँ है। तपाईँहरू टेन्सन नगर्नु होला। अनि घरेको बाटोमा हुन्छ उहाँ तपाईँहरूको आफन्त कोही छ भने होटेल बुक गर्नु होला। छैन भनेदेखि अब रातो भालेले 1 दिन ठाउँमा जानकारी गराउनु पर्ने हुन्छ। अहिलेसम्म रातो भालेले भने अनुसार तपाईँहरूलाई कस्तो लागिरहेछ? अरू ड्राइभर जस्तो होइन रातो भाले। एक दिन चाहिँ खाने यस्तो गर्ने भनेको मैले चाहेँ भने तपाईँहरूलाई घटाउने मात्रै तिर लाने हो। तपाईँहरू कस्तो लाग्छ? मलाई अरू ड्राइभर भनेर अरू ड्राइभर जस्तो नराम्रो होला है। फेरि अरू ठेक्दा र अरू बाइक जस्तो म पनि होइन। मैले जाने कुरा भनेको ड्राइभर सिद्धेश्वर बाबा भन्ने रातो भालेको मेरो टाइटल हो। ओके बाई।